हेलो नमस्ते वेलकम ब्याक अनदर ब्लग फेरि अर्को ब्लगमा तपाईहरुलाई स्वागत छ। र आज चाहिँ हामीहरु अंकल र म बाबा गाउँ जाँदैछौँ। बिहे छ भोलि, बिहेमा यसो रमझम गर्न पर्यो। ल अब एकछिन पछि भेटौँला है त। ल साथीहरु, अब म चाहिँ रेडी भएर हिँडेँ है। अब उतै बाटोतिर यसो हाम्रो सिन्धुलीको बाटो हुँदै जाने हो। सबैजनाले हेरिदिनु होला है त। ल साथीहरु हैन, हामी चाहिँ अब अहिले यहाँ खाजा खाने ठाउँमा आइपुग्यो। ल भ्यू यस्तो छ। बकुण्डेमा आइपुग्यो बाबा म अनि त्यसपछि अंकल। बकुण्डे हैन बाटोको अब भ्यूहरु देखाउँदै लिएर जाम्ला, तपाईहरु सबैजनाले हेरिदिनु होला है त। साथीहरु अब चाहिँ हामी खाना खाने ठाउँमा आइपुग्यो हैन। अब खानासाना खाने हो अनि त्यसपछि फुडकोर्टमा खाना खान बसेको हामी अहिले चाहिँ। खानासाना खाएर अनि निस्किन्छौँ। आधा घण्टाको रेस्ट हुन्छ होला। हाम्रो बस चाहिँ यही हो। यस्तै छ भ्यू नेपालको फुडकोर्ट। हेलो साथीहरु, अब हामी चाहिँ घर आइपुग्यो है। घर आइपुग्यो, खरी आइपुग्यो। हाम्रो घर त यस्तै हो। यहाँसम्म हेरिदिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद। थ्याङ्क्स फर वाचिङ।